सबैजनालाई हाम्रो यो बागमती पूर्णिमा मेलाको बारेमा केही भनिदिनुस्। अब यो आउँदै गरेको 2082 सालको मेलाको बारेमा। कार्तिक पूर्णिमा मेलामा चाहिँ हामी यहाँ धर्मस्थल हाम्रो यो बागमती नदीलाई चाहिँ व्यापक रूपले मानिएको छ। यो परम्पराकालदेखि यो खोलालाई चाहिँ एउटा आस्थाको रूपमा हेरिएको छ बागमती नदीलाई। र यो पूर्णिमा मेलामा चाहिँ हाम्रो यो बजारमा एउटा लाग्ने मेला भव्य र सभ्य नियमित वर्ष हाम्रो लाग्ने गरिएको छ। अब यो यसपालि पनि हामीले यसै मेलालाई चाहिँ भव्य र सभ्य बनाउनको लागि चाहिँ हर कोही सबै समाजहरू मिलेर चाहिँ एउटा निर्णय गरेका छौँ। हामीले एउटा समिति अध्यक्ष तय गरेका छौँ, भोजबहादुर राईजी, र हामी अहिले यो समितिमा 21 जनाको सदस्य समिति बनाएको छ। र अब सम्पूर्ण हाम्रा आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण देशवासीहरूलाई चाहिँ यो मेलालाई भव्य सभ्य बनाइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। आइदिनु हुन, पालिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। हस्त, धन्यवाद। निम्न अनुसार पदाधिकारीहरू रहने गरी सर्वसम्मतिबाट निर्णय गरियो। अध्यक्ष भोजबहादुर राई, मनोज लामा उपाध्यक्ष, नरबहादुर सिन्हारी सदस्य, उत्तर प्रकाश सचिव, सुभाष राई सदस्य, दिवस वैभव सदस्य, शुक्राम वैभव अब सदस्यहरू बेला हो। यसको सञ्चालनको लागि चाहिँ यहाँ उपस्थित सम्पूर्ण महानुभाव छलफलबाट चाहिँ समिति लगायत सल्लाहकार समितिमा अनुरोध गरिएको जानकारी गराउनको लागि मैले अनुमति मागेँ। आज मिति 2082 साल 15 गतेका दिन वार्ड नम्बर 12 बागमती नगरपालिकाका वडा सदस्य श्री जितेन्द्र राज्यको अध्यक्षतामा बागमती पूर्णिमा मेला समिति गठनका लागि संसार उपस्थिति भई मेला सञ्चालन समिति गठन गर्ने उपस्थिति जितेन्द्र दास वडा सदस्य लगायत हामी 3 जना छौँ। मिनुका दिनमा समेत गरेर प्रस्तावहरूमा चाहिँ हसीनों का मेला, मेले में ये दिल अकेला। हो दुनिया हसीनों का मेला, मेले में ये दुनिया हसीनों का मेला, मेले में ये दिल अकेला। हो दुनिया हसीनों का मेला, मेले में ये दिल